2 महिनापछि युट्युबमा फेरि एक्टिभ हुँदै है साइकलिङ ब्लग। दामी भ्यू आइरहेछ है, यस्तो दामी भ्यूज आइरहेछ, भ्यू आइरहेछ है, भ्यूज होइन। साइकलिङ ब्लग है, साइकलिङ राइडर कोही छैन नि त साथमा है, एक्लै हो, जहाँ पनि एक्लै हो, मर्दै एक्लै हो, लड्दै एक्लै हो, पीडा पनि एक्लैको छ। त्यही भएर त मेरो संसार पनि बेग्लैको छ, परदेशमा होइन। यो त कमाइरहेछ, मौज गरिरहेछ भन्छ होला के, तर त्यस्तो होइन के। एक्लोपनले लास्टै सताएको छ मलाई होइन, कोही पनि छैन साथमा। भएको एउटा परिवार पनि आफ्नै देश नेपालतिर छ, म यता कर्मभूमितिर कर्म गर्दा गर्दै अगाडि पछाडि कोही साथी पनि छैन। एक्लैको यात्रा गन्तव्यसम्म पुग्छ कि पुग्दैन होइन। बेग्लै तरिकाले जाँदैछु, बेग्लै तरिकाले लाँदैछु, मेरो लाइफलाई चेन्ज गर्न खोज्दैछु। बस चेन्ज हुन्छ कि हुँदैन त्यो पनि थाहा छैन, गर्न चाहिँ गरिरहेको छु, मेहनत गर्दै गइरहेको छु होइन। यो मेरो साइकल हो कि साथी भनेको, यो मेरो साइकल हो कि, साइकल जस्तै हो कि। लाइफ पनि एउटा साइकल जस्तो हो रहेछ कि, जति पैदल हान्न सक्यो त्यति मेरो साइकल भएको छ नि। लाइफ पनि जति मेहनत गऱ्यो त्यति अगाडि जाँदो रहेछ कि। 2022 देखि एक्लिएको म अहिले 2026 पुगेको छ होइन। अझै कति समय एक्लिन्छ होइन, त्यो मलाई ग्यारेन्टी छैन, केही पनि थाहा छैन। एक्लिए पनि होइन, सबले भनेको खाडीमा लास्टै एक्लिएको छु कि खाडीमा है। यस्तो छ है, गाडी फुत्तै आउँछ कि साला चोकतिर हो, लास्टै एक्लिएको है। अब कसरी डबल हुने, कसरी टेपर हुने, आफ्नो लाइफलाई कसरी मजबुत बनाउने, कमाएर आफ्नो देशमा कसरी जग बसाल्ने, नयाँ प्रविधिका नयाँ नयाँ कुराका सबै चिज मैले चेन्ज गर्नु सकेँ, लाइफमा मैले बनाउनु सकेँ। त्यही भएर एक्लिरहेको छु अहिले पनि है। 2022 देखिको एक्लोपन 2026सम्म त एक्लै छु है। त्यसैले त अरूभन्दा बेग्लै छु। तामाङको छोरा भनेपछि यस्तो हो कि, कसैसँग डर लाग्दैन है साला। चोर सोर जो आओस्, मलेसियामा त चोर लाग्छ नि त, चोरबारोमा त डेन्जर चोर आउँछ है। मलाई त्यस्तो लागेन है, आउन त आउँदो रहेछ है गाइस चोर, तर जस्तो सुकै भए पनि अगाडि बढ्छु कि। आफ्नै जिन्दगी, आफ्नै लाइफ होइन, परिवार खुसी पार्नु छ है। आफू मरिमेटी रात दिन दुःख गरेर भए पनि, धेरै भयो युट्युबमा एक्टिभ नभएको पनि, आज थोरै भए पनि एकछिनको लागि छुस्छ बाहिर निस्केको। गर्मी तर्को छ कि, एउटा हातले साइकल चलाउने, एउटा हातले मोबाइल ब्लग बनाउने, एउटा क्यामेरा नगिन्जेलसम्म नहुने अवस्था देखिन्छ कि। परदेशी जीवन नहुने रहेछन् सोचेको जस्तो, साइकल यात्रा नहुने रहेछन् सोचेको जस्तो। एक दुईवटा बोल्ने साथी, अनि मसँग गफ गर्ने मिल्ने, खाजा खाना पनि टाइममा जाने, खाना खाना पनि टाइममा जाने, त्यस्तो हुनुपर्ने कि। मेरै तामाङ जातीयहरूको म अहिले काम गरेको कम्पनीमा साथी हाल्न पायो भने चाहिँ 100% काम राम्रो छ है, कहिले पनि टुट्दैन कम्पनी। 12 महिना चल्छ, 12 होइन 12 वर्ष चल्छ, कहिले टिक्दैन कि। तर अगाडि पछाडि थोरै कम धेरै पनि हुनसक्छ ओटीहरू चाहिँ है। मैले हरेक सन्डे आइतबार पनि ओटी गरिरहेको छु कि, तर आज चाहिँ लास्ट हो, आफ्नो बोडीले थाम्न नसक्ने हो, त्यही भएर चाहिँ काम छोडिदिएको है। पुरै ब्लग बनाउनु पर्ने, अब खुट्टा त पैदल हान्नु पऱ्यो नि,
लाइफलाई अगाडि बढ्नलाई। त्यसैले खुट्टा नदेखिकन टाउको मात्रै देखिरहेको छु है। अब कोठामा गएर खाना खाने, सट्टा लाएर कपाल पनि काट्न नपाउने फुर्सद छैन, जिङ्ग्रिङ्ग भइरहेछ। खाडीमा रमाइलो छ यो हेन देन गगरम पगरम भन्छ नि। नट स्योर यार, लाइफ इज नट स्योर यार। यस्तो रन्किरहेछ कि गाडीहरू। म पनि के काम, म पनि रन्काइदिन्छु नि, मेरो नभएर मात्रै हो कि। खतरा रन्काइदिन्थेँ म। आफ्नो त लाइसेन्सै साइकलको पर्यो, के गर्ने। गाह्रो छ जिन्दगी। एउटा हातमा मोबाइल छ, उताबाट गाडी कतै नि कतै त्यो उसमा। आजभोलि त साथीहरू त सबै एक्लिरहेछ है। आफ्नो त टाइमै मिल्दैन। खाजा खाना नास्ता सब भोगेर हिँड्नुपर्छ। अहिलेको लागि यति नै हो। भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। अर्कोचोटि फेरि लिएर आउँछु म। धन्यवाद।